हेलो नमस्ते एन्ड छोड्दै म चाहिँ आजको भ्लग घरबाट क्याफेसम्म क्याफेबाट घरसम्म गर्नेछौँ र मेरो छिट्टो भिडियोमा साथी स्कुटर आज चाहिँ स्कुटरमा अब भिडियो गर्दै जानु पर्ला। पारीको लप्ली डाँडा, उता पारीको गाउँ डाँडा, यता चाहिँ पोखरा सिटी। हातले चलाएको पुरै उस भइदिएर पोखरा सिटी। यहाँ अगाडि चाहिँ उहाँले अफ गर्नुपर्ने भयो। एउटा हातले चलायो भने चाहिँ यहाँ हुनसक्छ। त्यहाँबाट कतेर अगाडि आइसक्यो। ओके, यसलाई चाहिँ धारापानी भन्छ है। म चाहिँ अब क्याफेमा गएर भिडियो गर्नेछु। क्याफे गएर देखाउने चाहिँ तपाईँहरूलाई। ओके बाई बाई। फाइनली म क्याफे आइपुगेँ। यो हाम्रो क्याफे केक लेक बेकरी। सीमा राहुल सर एन्ड्रोइड मोबाइलबाट भ्लग बनाएर भोलि पर्सि म आइफोन 20 पछि किन्छु भन्ने यहाँ सपना ए खान्छ राहुल सरलाई त्यहाँ हेर्ने भ्लग हिजोबाट स्टार्ट गरिसक्यो। यहाँ पोस्ट गरिसक्यो। सब्सक्राइब गर्ने यहाँ 11 पुग्यो। भोलि पर्सि के 11K 100K पुग्ला कि होइन त नि। सपोर्ट नि भाइ बाई। अहिले म यसो कफी सफी बनाएको हाल्दैछ भाइ। म चाहिँ अब पछाडि किचनमा जाँदैछु। मोमो बनाउन बनाएको ल्याउन गइरहेको छु। लाइफ चाहिँ हेरौँ है त। यो चाहिँ हाम्रो किचन। यता चाहिँ बेकरी। केटाहरू हाम्रो सेफ हात धुँदैछ। सेफले त्यता सेकेन्ड सेफले यहाँ के हो यो मलाई थाहा छैन। यो मासु हो क्या। त्यता चाहिँ बेकरीको सेफ। मोमो चाहिँ यस्तरी भन्छ। यो गीत यस्तरी बन्दा हुन्छ एकैछिन। खोइ त नि मोमो बनाउँछ भनेर भ्याइसक्यो। मोमो अहिले एकछिनमा बन्छ है। बर्गर बन्दैछ। के हुन्न यता लाए त भइगयो नि होइन। के छ यहाँको होइन नि त। हामी चाहिँ यहाँ काम गरेको कति वर्ष भयो अरे सन्देश सर? 2 वर्ष पुरा भएर 2.5 वर्ष हुन लागिसक्यो। उहाँको एक्सपिरियन्स चाहिँ म चाहिँ 5 वर्ष हो कि 6 वर्षको। म चाहिँ 4 महिना भयो। अब रिटायर हुने होला। ल जनम गुरुङ, रन्जित तामाङ एन्ड सुकमित गुरुङ। सुकमित हो कि सुकमित गुरुङ। अब म चाहिँ म त यता पेस्ट्रिज हाम्रो केक बनाउने ठाउँ पनि देखाउँछौँ। यहाँ एउटा रहेछ। यहाँ चाहिँ केक बन्छ हाम्रो। यो चाहिँ फ्रिज तल। यहाँ क्रिमहरू यहाँ तल छ। याहु केही भनिदिनु नि त रन्जित सर यसो। ल सबैजनाले सर्ट आउट दिनु पर्यो के। सटर दिनु पर्यो है। यता यता सेफको फेरि कटिङ हेर न। कटिङ हो यस्तो हो मेरो
बिजोक छ कटिङ हैन बिजोक छ ओ, केही पनि ओ। देखिया छैन फेरि क्यामेरा क्यामेरा एन्ड्रोइड हो नि त एन्ड्रोइडबाट अब भोलि पर्सि आइफोनबाट गर्नु पर्यो नि त होइन आइफोन त अब औकातै छैन हेर्नु होइन मेरो औकातै छैन ठिक छ भोलि पर्सि अब कमाइहाल्यो भने लिम्ला यस्तो देख्छ आइफोनको आइफोनको कमाइ आइफोन चाहिँ यता छ है यता चाहिँ यो चाहिँ आइफोन हो है guys, आइफोन है। आइफोन यो चाहिँ के हो माइनर माइनस के रे माइनर माइनर हो कि माइनस हो माइनस माइनिज हो कि माइनिज आफू त अब बारिस्टा पऱ्यो यस्तो जानिन्न होइन यस्तो हुन्छ आजको भ्लग चाहिँ उहाँ घर पुग्दासम्मको हुनेछ होइन त नि रञ्जित सर ओहो ए ल ल। टुच्चा म पनि दिन्छु घरिघरि बस त्यही हो ल ल सपोर्ट गर्नु पर्यो सबैले लाइक कमेन्ट सेयर ट्याक्सको टक्क भाइरल बन्नु पर्यो भाइरल हुनु पर्यो सन्देशलाई एन्ड्रोइडबाट आइफोन लिने पुऱ्याइदिनु पर्यो भन्नु न आइफोन लिने औकातमा पुऱ्याइदिनु पर्यो यहाँ भान्जे फेरि हाँस्यो यहाँ जापानिज बोय जस्तै छ ऊ फेरि चाइनिज हो ह्यान्डसम यहाँ केक बे गरेको सबसे ह्यान्डसम टिका दाई भन्दा कम छैन फेरि टिका दाई चाइनाको टिका दाई छ त हो मैले त चिने छैन यार टिका दाई भनेर ट्याग गरेर उस गर न हामी पनि अब क्यामेरा अलिकति राम्रो भए त ह्यान्डसमै आउँथ्यो होला है ल म चाहिँ अगाडि गएँ ल सिमा यो चाहिँ हाम्रो क्याबिन रुम केटाकी गर्लफ्रेन्ड लिएर आउने ठाउँ उहाँ चाहिँ राहुल सर अनि कफी बनाउने भने कफी सीमा मोबाइलको किरै हो जहिले मोबाइल देखेँ होला के अरे के गर्ने फोनमा भिडियो अर्डर भनेको नि अनि बिरुमती भाइहरू भाइरल छ जोम्लिया छिटो छिटो ट्विन्सको दिदी के अरे नाम पनि बिर्सेँ राम लक्ष्मणको दिदी जिना पटेल जिना पटेल हामीले चाहिँ वीरमती भनेर बोलाउँछ सायद उहाँ माइले राखेको नाम सायद उहाँ वीर भएर होला वीर भन्नाले के भन्छ अरे बिरै त हो वीर के वीर साहसिल आँटिलो भोलि पर्सि भाइरल भइहाल्यो भने वीरमती पनि भाइरल हुने भयो ल आज अहिले फेरि एकैछिनपछि देखाउने चाहिँ कफी सकी बनाइहाल्नु हामी चाहिँ आफ्टरनुन टी बनाउँदैछौँ मसिनो अनि गरम यो चाहिँ आफ्टरनुन टी कस्तो हो हाम्रो आफ्टरनुन टी राख्नुपर्छ यसो राहन अब यो पेस्ट्रीहरू आउँदैछ है मलाई हेर्नु पर्यो न खुरखुरे त रह नाटक हो क्या यो सीमाको नाटक अब हेर्नु पर्ने कसले भन्छ म गर्छु यस्तो के भन्छ मस्ती मजाक भन्ने काम हुन्छ होइन त्यही भएर अब यस्तो स्ट्रेसमा नै हुँदैन काम यहाँ लाइटको कम भएछ कि यार एन्ड्रोइड मोबाइलबाट कालो हेर देख्दै देखेन यहाँ हाइटको कम भएछ सीमा दिदी कालो आयो क्या हाइट होइन क्या लाइटको लाइट भने उता हाइट रे हाइट नि कमै छ नि त त्यही भएर हो हाइट त म त जम्मा 5'3" छु मै होला यहाँ धेरै भएको भनेपछि त्यही त नि हेर्नु त मेरो मोबाइल हेर्दै थाहा हुन्छ त कतिको छ भन्ने कुरो म यहाँ माथिबाट हिँडेर ए यस्तरी यहाँ अग्लो अलिकति छोटो अलिकति छोटो हो यस्तरी ए हजुर है ब्रिटिस आफ्टरनुन टी यसको नाम चाहिँ है गाइस यहाँ माथि के हुन्छ अरे एउटा क्रिम डोनट मेरो भिडियो डुनट यहाँ माथि हो कि राख्ने क्रिम डोनट चाहिँ यसको साइडमा राख्यो भने अटिन्छ कि भन्नु अनि या अनि म चाहिँ यहाँ उहाँलाई चाहिँ टी चुज गर्नुपर्छ कि मसला टी भने चाहिँ यहाँ छ मसला टी कप चाहिँ यस्तो है कप मसला टीको लागि ब्रिटिस आफ्टरनुन टी ल ल ल ल ल मलाई त क्या माउन्ट एभरेस्ट के गरे माछा पुछ्रो हिमाल ल ल ल यता मोबाइल छोड्नु पऱ्यो ए क्यामराम्यान म बनिदिनु पर्नेछ है अब म चाहिँ लिएर जाने प्रोसेसिङ गर्दैछु हाल्यो सिनेमेटिक उसमा है यसको नाम थाहा छैन भने यो चाहिँ ब्रिटिस
ब्रिटिसहरूले ब्रिटिस डिस हो है यसको नाम चाहिँ आफ्टरनुन टी हो है ब्रिटिस आफ्टरनुन टी ल यो चाहिँ युकेबाट आएको भएर ब्रिटिस आफ्टरनुन टी भनेको सर्भ गरेको त्यहाँको टेबलमा हो है अब सल्भ पनि भइसकेको छ क्यामेराको क्वालिटी अलि कमै भएर चाहिँ त्यस्तो दामी चाहिँ देखिएन होला तर पनि रक्स बारेमा आइसकेको छ यो चाहिँ हाम्रो आफ्टरनुन टीसँग चाहिँ यो टी जान्छ टी हो यो है कस्तो हुन्छ मसला टी भनौँ मसला टी अब सल्भ गर्छ है हिजो चाहिँ उता क्याफेबाट आउने बेला पानी परेर लास्टमा इन्डिङमा भएबाट यहाँसम्म गर्छु भन्थ्यो भिडियो तर गर्न पाएन त्यही भएर आज चाहिँ यहीँ घरमा आएर इन्डिङ गरिदिएको कि ल बाई बाई गाइज फेरि नेक्स्ट पार्टमा भेटौँ ल